विद्यार्थीहरूले कक्षा 11-12 का विद्यार्थीहरूले कविता र गीत भन्छु भन्नुभएको थियो। उहाँहरू यहाँ हुनुहुन्छ भने कृपया मञ्च नजिक आइदिनु होला। हामीले कोसिस गर्दा गर्दै तपाईलाई समय उपलब्ध गराउँदै गर्दा पनि हामीले समय देउडा पनि छ, देउडामा नाच्न इच्छुक गर्दै हामीले देउडा बजाउँछौँ एकछिनमा। अहिले बाँकी रहेकाले भोलि बिहान अब बाँकी आज जसलाई मलाई चाहिँ स्टेज पुगेन अथवा मलाई चाहिँ आज बढी नाच्न मन थियो भने यही सिस्टम भोलि पनि रहन्छ। त्यसैले म सम्पूर्णलाई भोलि बिहान 9 बजे र सूचना हामीले फेरि पनि सूचना गर्छौँ। बिहान 8 बजे विद्यार्थीहरू ल्याउनका लागि पहिलो शिफ्टका बसहरू तपाईहरूको स्थानमा स्टेसनमा पुग्नेछन् र त्यसपछि दोस्रो शिफ्टमा आउनका लागि बसहरू 9 बजे पुग्नेछन्। त्यसै अनुसार सम्पूर्णले तयारी गरिदिनु होला र भोलि हामी यही सम्पूर्ण सहरम्यामहरूको फोटो सेसन हामी भोलि गर्नेछौँ। अहिलेलाई म अब नृत्य मात्रै र सबैजनाले नृत्यमा सहभागी भइदिनु होला भन्दै आजको यो विशेष कार्यक्रममा यहाँसम्म पुगाउनु हुने सम्पूर्णलाई धन्यवाद दिँदै र कार्यक्रम सञ्चालक मित्रलाई बाँकी रहेको कार्यक्रम अन्त्यतिर पुग्याउन